आज चाहिँ मैले पिप्ले खेतमा प्याज रोपेर जनशक्ति कम भएको कारणले गर्दाखेरि हामीले पिप्ले खेतमा प्याज एकपटक पनि गोड्न सकेनौं। धेरै क्षेत्रफलमा लागेको कारणले गर्दाखेरि प्याज एकचोटी नगोडिकन पुरै यो काली पातल चाहिँ झारले ट्याक्कै पुरै यो झारै झार मात्रै छ र पनि प्याज कस्ता फल्दा रहेछन्, झारै झारमा पनि फल्छ कि फल्दैन भनेर चाहिँ मैले एउटा प्याज उखाल्न लागिरहेको छु है। हेर्नु होला प्याज कतिको फल्दो रहेछ झारबारीमा। ल हेर्नुस्, प्याज यसलाई नफलेको भन्न मिल्दैन। प्याज चाहिँ झारमा पनि यति राम्रा प्याज फल्ने रहेछन्, किनभने यो झारमै फलेको प्याज हो। तपाईको अर्को प्याज पनि यहाँ उखालौँ। ल झारबारीमा पनि प्याज फल्ने रहेछ, किनभने यो भर्खर मात्रै फल्न थालेको हो। अब यो गानो बढ्न बाँकी छ, गानो बढिसकेपछि राम्रै फल्ने रहेछ भन्ने अलिकति नतिजा चाहिँ जे होस् आइरहेको छ। धन्यवाद। म चाहिँ पिप्ले खेतमा टमाटर हेर्न आएर चाहिँ घर जान लागिरहेको। यहाँ चाहिँ प्याजका दानाहरू लाग्न थालिसकेका छन्। यो चाहिँ फुल भएकोले गर्दाखेरि खासै उत्कृष्ट भएको छैन, तर पनि प्याजका दाना निकै राम्रा राम्रा लागिरहेका छन् भने यतापट्टि चाहिँ हामीले यो सजीवन अर्थात् मरिङ्गाको रुख चाहिँ नर्सरी गरेको छ। अब यो हाँगा पलाएपछि चाहिँ पुरै यो खेतमा एउटा गरामा लाउने हो भने यता टमाटर पुरा पिप्ले खेतमा फल्न थालिसकेका छन्। अब यता उँधो चाहिँ सबै प्याजै प्याज छ। यता यो तल्लो भेग, यो उँधोको भेग सबै प्याज छ। बोल्न नसके पनि प्याजका दाना चाहिँ मसिना तसिना लागिरहेका छन्। पिप्ले खेतमा टमाटर कतिका हुँदा रहेछन् भनेर आज म फेरि पुनः उपचार पछि 1 हप्तापछि आएका निकै नै राम्रा दाना लागिसकेका रहेछन्। पिप्ले खेतमा टमाटर चाहिँ उत्कृष्ट रूपमा चाहिँ हुने रहेछन् भन्ने कुरा लगभग हाम्रो अनुसन्धानले देखाइसकेको छ, किनभने निकै नै दाना पर्लङ लागिसकेका छन्। प्रत्येक बोटमा चाहिँ तपाईँको फल्नलाई चाहिँ कति केजी फल्ने हो एउटा बोटमा त्यो चाहिँ मलाई थाहा भएन, तर निकै नै राम्रा दाना फलिरहेका छन् भने दाना जति हेरौँ लाग्ने चाहिँ पुरै पातभन्दा पनि धेर दाना लागेका छन्। तपाईँको बोटै लरी लुट्टैसँगले चाहिँ तपाईँको दाना पुरै झपीसँगले लागिरहेको अवस्था छ। हुन्छन् या हुँदैनन् भनेर चाहिँ मैले यो अनुसन्धानको लागि चाहिँ यो टमाटर रोपेको थिएँ, तर टमाटर हुने रहेछन् भन्ने कुरो लगभग प्रमाणित भयो। अब किरा लागेनन्, अलिअलि किराबाट बचाउन सकियो भने चाहिँ अब खाना पाइन्छ, नभए यसै चाहिँ भन्न सकिनँ होइन। हुन्छ निकै नै राम्रा छन् दाना। तपाईँहरूलाई मैले यो टमाटर कतिको फल्दो रहेछ भनेर चाहिँ पिप्ले खेतका टमाटर जम्मा 115 बोट छन्। टमाटर निकै नै राम्रा छन्, उत्कृष्ट छन्। प्याज पनि निकै नै राम्रा दाना लागिरहेका छन्।